गाउँको नाम के अरे फापरखेत बढी यहाँ चाहिँ बिरामी अवस्थामा आज कस्तो हान्ने थाहा छैन अछार्नु पर्ने हुन्छ चिया चाहिँ चट्ट होइन चिया खाँची चाहिँ एनर्जी छुट्टै हुन्छ कि बल खेल्ने एनर्जी नै छुट्टै हुन्छ त गाइज फाइनल्ली सबै रेडी भइसकेको अवस्था सो हेलो एन्ड नमस्ते साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला एन्ड म पनि सन्चै आरामै छु सो आज चाहिँ हामी गेम खेल्नको लागि चट्ट लाएर जाँदैछौँ सो हामी चाहिँ कोसँग जाँदैछौँ भनेपछि अगाडि देख्न सक्नुहुन्छ एके स्पाइकर हुनुहुन्छ होइन अगाडि चाहिँ टक्क हामी चाहिँ मिलेर टक्क गेम खेल्न जाँदैछौँ है गाइजहरू हामी चाहिँ बल खेल्न हिँडेको छौँ होइन दाइहरूसँग हिँडेको छौँ सुमित दाइहरूसँग होइन कस्तो हुन्छ गेम अब हिजो चाहिँ गेम जित्यो होइन हिजो चाहिँ जितेर आएको हिजो चाहिँ अब त्यस्तै भइहाल्यो अब आज चाहिँ कस्तो हुन्छ है आज कस्तो हुन्छ हेर हिजो लास्टै छ क्या त्यो गरेर मार्क्स लाँदै हिँड्छ मैले बाटैभरि धुलै धुलो है चल्दिएको ल गाई सुमित दाइसँग राम्रो गेम खेल्नु पर्छ राम्रो तरिकाले राम्रो खेलेर सबैजना मिलेर खेल्नुपर्छ गेमहरू चाहिँ सक्नुहुन्छ अहिले बाटो पनि बेस बगलै छ अहिले चाहिँ बगल छ माथि गएपछि चाहिँ डेन्जर धुलो छ क्या बाटो त्यही भएर गाह्रो छ होइन टायर चाहिँ अगाडि गइसक्नु भएको छ सबै टायरहरू होइन हामी चाहिँ भ्लग स्टार्ट गर्ने भन्दा पछि आएको होइन त्यही नै हो अब भिडियो चाहिँ हेर्दै गरौँ के कस्तो हुन्छ है रमाइलो हुन्छ त्यो अब चाहिँ होइन जस हामी राम्रै युट्युबमा नि राम्रै भ्युज पाउनु भएको होइन एके स्पाइकर दाइसँग चट्ट गेम खेल्न जाँदैछौँ त्यसैभरि जस चिनजान नयाँ बवाल हुनेवाला छ क्या चाहिँ हाम्रो यस्तो बेलामा चाहिँ होइन हरेक रमाइलो हुन्छ सबैजना मिलेर यस बाहिर दाइसँग खेल्न हिँड्दाखेरि चाहिँ खुसी लाग्छ अहिले चाहिँ यहाँसम्म उयो माथिसम्म हो त्यसपछि त बाटो त बिहाल धुलै धुलो छ बाटो त गाइस अहिले चाहिँ हामी यता जामर आयो गाउँको नाम के अरे फापरखेत यसलाई नि फापरखेत भन्दो रहेछ नि त सो अहिले चाहिँ हामी फापरखेत आइसक्यौँ अनि केटाहरू चाहिँ अघि गइसके सो हामी चाहिँ त्यहाँ रत्ने चौर एकछिन त्यो भ्लगिङको लागि वेटिङ गरेको थियौँ अनि त्यही भएर केटाहरू चाहिँ गइसक्यो अनि हामी दुईजना हामी बस्छ यहाँ चाहिँ बिरामी अवस्थामा आज कस्तो हान्ने थाहा छैन अछार्नु पर्ने हुन्छ होइन सो बाइक चाहिँ उहाँ अनि आन्टीहरू चाहिँ यता हुन्छ सन्चै हुन्छ बल खेल्न आएको क्या अनि भ्यू चाहिँ देख्न हिजो जितेको आज खेल्न आएको फेरि भ्यू चाहिँ देख्न सक्नुहुन्छ बवाल छ होइन यताको ल भाइ के छ खबर चट्टा अस्मिते ब्लग्स छ सब्सक्राइब हान्दिनु ल घर बन्दै रहेछ यहाँ चाहिँ होइन तिम्रो घर हो ए अनि कतिमा पढ्छौ त तिमी एकमा कहाँ पढ्छौ ए लडिक छ ल अनि भ्यू चाहिँ देख्न सक्नुहुन्छ होइन बवाल नै छ पानसानी खाएर अनि यहाँ दिदीकोमा बसेर जान्छौँ भनेर यहाँ रोकेको छौँ होइन सो त्यही नै अब एकछिनमा हामी बल खेल्ने ठाउँमा पुगिसक्छौँ अनि भेट्नुपर्ने हुन्छ है त चाहिँ चट्ट होइन चिया खाँची चाहिँ एनर्जी छुट्टै हुन्छ कि बल खेल्ने एनर्जी नि छुट्टै हुन्छ यसले चाहिँ खानै सकेँ होइन चिया नै मैले चाहिँ हित्ती भइसक्यो टक्क चिया चिया खान्छ त्यही नै
फेरि लास्टै छ बाटो है दहीजुला खाइन्छ भन्दा पछि आएको झन् केटाहरू बसिसक्यो ल त्यही नै फाइनली गाइज हामी चाहिँ यो बल खेल्ने ठाउँमा आइसक्यौँ होइन सट्ट देख्न सकिन्छ गेम हुँदैछ अनि हाम्रो गेम चाहिँ यसपछि हुनसक्छ कि त्यसपछि त्योभन्दा नि पछि हुनसक्छ थाहा होइन केटाहरूको चाहिँ यहाँ फोटो हुँदैछ सट्ट लाएर अनि भ्यू चाहिँ देख्न सक्नुहुन्छ बवाल छ यार बेनी बजार देखिँदो रहेछ चट्ट लाएर अच्छा छ यता चाहिँ मल्लाज रहेको छ यो चाहिँ मल्लाज हो अनि यो चाहिँ बेनी अनि अरू ठाउँ चाहिँ के छ थाहा छैन तर हिमाल नि बवाल देखिरहेको यार आज त चट्ट लाएर होइन नानी खतरा देखियो कि त्यस मौसम पनि खतरा खतरा गरिरहेछ त्यस यहाँ नि क्या शीतलो हावा हुँदो रहेछ कि फोटो चल्दैछ यहाँ फेरि फोटो सुटिङ त्यही नै हो त्यस डाँडो चाहिँ अलि बवाल हो कि यताको हावा नि मस्ती चलिदिने है बवाल के अनि दाइले देख्न सक्नुहुन्छ है हुन्छ फोटो हान्ने हुन्छ र त्यही नै हो अब हल्का सिनेमेटिक हेरौँ है सो गाइज अहिले चाहिँ हामी यता डाँडोतिर आएको छौँ होइन देख्न सक्नुहुन्छ लाली गुराँस क्या धेरै हो क्या लाली गुराँस है मर्ला चाहिँ ख्याल ख्यालमा लाली गुराँस टिप्न गएको छौँ टिपिस वे ल खाइदियो ल खाने अहिले खाने क्या नि हो त्यो लाली गुराँस जसरी फाल्छन् ल लाली गुराँस बवाल छ यार केटा चाहिँ उता बस्दै खान् अनि हाम्रो गेम चाहिँ यसपछि पर्छ होला यसपछि खेलेर के हुन्छ गेम पुरा होइन हुन्छ त्यही नै हो अब एकछिनमा भेट पर्ने हुन्छ है त अब चाहिँ हामी खेल्न आइदिएको होइन चाहिँ गेम रहेको छ सो देख्न सक्नुहुन्छ गेम हुँदैछ बवालै पारामा अनि हाम्रो गेम चाहिँ ढिलै पऱ्यो क्या आज त्यही भएर होइन सही गाइजहरू रेडी हुँदैछ नि डक्टरले आएर सच्चा गेम खेल्नु पर्ने हुन्छ होइन अनि त्यही हो अब टक्क रेडी भएर जानुपर्ने हुन्छ कुनलाई चाहिँ पनि छैन त्यो हो यिनीहरूले फेरि यहाँ त्यस्तै गर्छौ क्या फेरि यार यसमा हिँडेपछि त यार मलाई यस्तो चाहिन्छ यो भनेर हिँड्ने होला क्या ल नम्बर रसी है त मैले त्यही हो अहिले गाइज फाइनली सबै रेडी भइसकेको अवस्था सो गाइज द नेक्स्ट डे अनि अहिले चाहिँ डक्क लगाएर बाइक धुन आएको छु होइन बाइक चाहिँ आउँछ सो गेम चाहिँ त्यस्तै भयो होइन गेम चाहिँ अब भन्नुपर्दा गेम चाहिँ हारियो जस राम्रै भइरहेको थियो एक सेटमा गेम भएको थियो होइन जस पछि चाहिँ केटाहरूले खिब अब गेम नै मिलेन अनि त्यहाँपछि हारिहाल्यो होइन केही छैन जस नयाँ कुरा एक्सपिरियन्स भयो जस गेममा हारे पनि होइन टक्क एक स्पाइकर हाम्रो दाजुसँग गेम खेल्न जाने मौका पाइयो पनि एउटा ब्लगर हुनुहुन्छ होइन मेरोमा भएको सब्सक्राइबरहरू चाहिँ सबैले उहाँ गएर टक्क लगाएर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु म चाहिँ बाइक धुनको लागि आएको सोधै नै हो अनि अरू चाहिँ के नै भन्नु अनि जस अब नयाँ न्यू ब्लगमा हामी भेट्ने नै छौँ अब टक्क बाइकको हल्का भिडियो हेरेर यो भिडियोलाई चाहिँ अन्त्य गरौँ धन्यवाद सही
फाइनली गाइज मैले चाहिँ बाइक वास गरिसकेँ अनि तपाईँहरूले एउटा चिज देखाउनु थियो टक्क लगाएर होइन यसो देख्न सक्नुहुन्छ फ्युल ओ मामे फ्युल चाहिँ टक्क फुल भइसकेको छ होइन दामी पारामा मम्मी चाहिँ यता आउनु र टक्क पारामा अब घर जानु पर्ने हुन्छ त्यही नै हो गाइज